आज चाहिँ हामी सबै साथीहरू कहाँ छौँ दार्जिलिङ घुम्नु पनि डक्टर देखाउनु पनि यो चाहिँ हाम्रो काकी हेलो हेलो भन्नु न सरी सानो बहिनी सरी सिस्टर हो सिस्टर सानो सिस्टर चाहिँ बाहिर हो हामी कोसँग बात मारेको यहाँ चाहिँ हाम्रो भाउजू एकदम फोनमा बिजी छ हेलो नमस्ते गुड आफ्टरनुन सबैजनालाई होइन मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ अनि आज हामी चाहिँ फुलबारी घुम्न आएको होइन उहाँ चाहिँ मेरो काकी हुनुहुन्छ काकी होइन दिदी भन्नु अरे हो साह्रै तन्दुरी हुनु खोज्छ हो भर्खर उम्रिँदै 3 पात भर्खर 13 वर्ष मात्रै पुग्दैछ सरी म चाहिँ 32 वर्ष पुगिसकेँ होइन यहाँ मेरो छेउमा पुग्ने चाहिँ भर्खर 16 मात्रै पुग्दैछ उहाँ हुनुहुन्छ एन्जल अन्त भाउजू हेलो गर्दा सबैजनाले आज चाहिँ फुलबारी घुम्दैछु जस्ट हामी लो जाउँ अब हामी घुम्नु कसै चाहिँ पान खाएर बोल्नु नसक्ने कसैको चाहिँ मुखमा पानै छैन तिमीहरूको मुख ठुलो मेरो मुख सानो सरी आगर्नु त यो मुख चाहिँ सानो हो गाइस लिपस्टिक छैन आज त बुढालाई लन्डाएर यसो केटाहरू पटाम भनेको पनि खै देख्दैन त एउटा पनि तर बहिनीलाई सुट गर्दैछ ब्यागले हजुर अब चाहिँ हामी फुलबारी आइसक्यो होइन अब चाहिँ म तपाईँहरूलाई क्याक्टस देखाउने छु यहाँको कस्तो कस्तो दामी भेराइटीमा छ होइन देखाउने छु हेर्नु ल यहाँ हेर्नुहोस् क्याक्टस कुन चाहिँ भेराइटीको भन्नुहुन्छ क्याक्टस चाहिँ क्याक्टस चाहिँ यो खै यसको नामहरू थाहा छैन अलिअलि नामहरू लेखेको रहेछ प्लम एक्स क्रिसमस क्याक्टसहरू यसलाई के क्याक्टस भन्छ यो चाहिँ थाहा भएन है क्याक्टसहरू चाहिँ यहाँ रहेछ है हेर्नुहोस् क्याक्टसको भेराइटी चाहिँ यहाँ रहेछ होइन ब्रेन क्याक्टस चाहिँ छैन रहेछ यहाँ हेर्नुहोस् क्याक्टसै क्याक्टस छ अनि तपाईँलाई यो देखाउँछु यो डल्लै क्याक्टस हो होइन पक्रिनु ल यो चाहिँ तपाईँको यो चाहिँ यसलाई चाहिँ भन्छ ब्रेन क्याक्टस यो चाहिँ ब्रेन क्याक्टस होइन ला निकाल्यो भने मार्छ होला यो पनि योहरू देखेको थिइनँ मैले हो यो देखेको थिइनँ यस्तो देखेको थिइनँ योहरू त सबै देखेकै हो क्याक्टसहरू चाहिँ हो यो क्याक्टसहरू यसलाई के प्लान्ट भन्छ हौ सब क्याक्टस यहाँ चाहिँ साथीहरूले फोटो खिच्दैछ होइन यो क्याक्टस हो यसले फ्रुट पनि दिन्छ यो त यसले फल पनि दिन्छ यसको फ्रुट पनि हुन्छ थाहा भयो त्यो होइन फल यो खान्छ यो खान्छ यो पाक्छ अन्त अब चाहिँ फेरि यहाँ चाहिँ इन्डोर प्लान्टहरू रहेछ होइन सबै अन्त यिनीहरू चाहिँ सिजनस फुलहरू हो यो ह्याङ्किङहरू रहेछ अन्त फुलबारी चाहिँ यति नै हो होइन यी फुलै फुल तिमीलाई सबभन्दा पुरानो रुख देखाइदिन्छु यो पल्लोपट्टि सबभन्दा पुरानो यो चाहिँ सबै इन्डोर प्लान्टहरू हो होइन योहरू अन्त यो चाहिँ सिजनस प्लान्टहरू हो यो चाहिँ सिजनस फुलै हो अन्त यो प्लान्टहरू हो यो सबै होइन फुलबारी यो चाहिँ उहिलेको वाटर फाउन्टेन हो तर अहिले चाहिँ छैन रहेछ कलरको होइन तर पानी अलिकति मैला रहेछ सफा गरिदिनु होला होइन यहाँको अब यता यो चाहिँ यसलाई के पो भन्छ यसलाई दमाई गेडा भन्छ दमाई गेडा हो यो चाहिँ तर सोको लागि मात्रै हो आउनुहोस् अब म लान्छु उसले राम्रो भनेन कि यो चाहिँ पाउडर फुलको डबली भेराइटीमा भन्छ यो चाहिँ
डङ्की टेल त्यसलाई डङ्की टेल भन्छ। र आज यहाँको चिफ गेस्टै हुनुहुन्छ यहाँ समीक्षा। तर हेर्नुहोस् यहाँभित्र बिमारी चाहिँ हो यो सबभन्दा पुरानो रुख चाहिँ यो हो। किन धेरै धेरै होला खै हामी त सानोमा त्यस्तो भन्थ्यो मलाई थाहा छैन। पनि हेर्नु दुईवटा जस्तो लागेको थियो त यहाँ र उहाँ पल्ला औ पर र यहाँ यो रुख हो दुईवटाबाट निस्कि फेरि हामी उता गएको। खै गुराँसको फुलै छैन त हौ। ल सो अब चाहिँ हामी जाँदैछौँ घर। अब चाहिँ हामी यो गार्डनबाट निक्लेको होइन, बोटानिकल गार्डन। गुराँसको फुल खोज्न आएको, गुराँसको फुल नै छैन। ल हाम्रो प्लान के भयो आज चाहिँ हाम्रो गुराँसको फुल टिपेर के बनाउने प्लान थियो अरे दि? गुराँसको वाइन। तर गुराँसको फुल पाएन। ल अब बाई बाई यो फुलबारीलाई। ल तिमीहरूलाई फुलबारी आएर कस्तो लाग्यो? मलाई राम्रै लाग्यो। अब यतिको ल माइजूलाई कस्तो लाग्यो? मलाई चाहिँ राम्रो लागेन। लागेन? किन? घरबाट बेसी फोन आयो। घरबाट बेसी फोन आयो? गाउँको घरको मान्छेले सुनिराख नि, त्यहाँ सुनिराख। त्यहाँ हामी घुम्नु जाँदाखेरि लाइभ आउँदाखेरि नो कमेन्ट है, नो कमेन्ट। जसले कमेन्ट गर्छ नि त्यसको चाहिँ म फेरि के हानिदिन्छ अरे? कट्टा हानिदिन्छ अरे। बिहान माइजूले यत्रो बडे कट्टा किनिरहेछ नि, बिहान माइजूले यत्रो बडे कट्टा किनिरहेछ नि।